नमस्ते अनि हार्दिक स्वागत छ यहाँहरूलाई। पछिल्लो समयमा निकै भाइरल भइरहेका सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका वडाध्यक्ष राजनजीसँगको कुराकानी जोड्नका लागि म यहाँ उपस्थित भएको छु। तपाईँहरूको डिमान्डले गर्दाखेरि तपाईँहरूका यति धेरै माया रूपी कमेन्ट्सहरूले गर्दाखेरि हामीले थाम्न सकेनौँ र जसले गर्दाखेरि उहाँहरूसँगको कुराकानी जोड्न हामी तपाईँहरूको लागि भनेर जितु कि इजा लगायत राजनजीसँगको कुराकानी जोड्न उहाँकै घरमा आएका छौँ र तपाईँहरूको यति धेरै अपार माया र स्नेह हर हमेसा र जहिले पनि रहनेछ भन्ने हामीले आशा लिएका छौँ। धेरै कुराकानी अगाडि नगरिकन हामी उहाँसँगको कुराकानी जोड्ने तर्खर गर्दछौँ। नमस्कार राजनजी। नमस्कार हजुर। भर्खरै कार्यक्रमबाट पनि आउनुभएको रहेछ है? अनि कुन कार्यक्रममा कहाँ जानुभएको थियो र प्रमुख अतिथि भनेर लेखिएको छ? अब यो कि सरकारको कार्यक्रम भने कि ऋतु सहकारी जहाँ पारे रुपियाँ दिन आउनु कसैको बिहा गरे बिहे हुँदाखेरि मात्रै पैसा लिने हो कि के हो? अब राम्रोसँग तपाईँले स्पष्ट पारिदिए राम्रो। त्यो सरकारी हो, सरकारी संस्था, सहकारी संस्था। दर्शकबिन एकछिन है, उहाँलाई सहकारीको पुरा रूप पनि राम्रोसँग थाहा छैन र सरकारी भन्ने कुरा गरिराख्नु भएको छ। सहकारी भन्नुभयो है? सहकारी हम रुपियाँ भर्दौँ भयो, महिना 100 रुपियाँ भर्दौँ। केका लागि पैसा भर्नुहुन्छ? मुमा जम्मा गर्दौँ को पछि हामीलाई जो चाहिँ नबटी पहिलीमा गद्यालय नै हो यार, पहिलीमा नै हो गद्या पर रुपियाँ बैठे तु जाल भन्न तल्ला गरा दिदले भन्दा चाहिँ कुन बन पुइ भन्नु सबै भन्न पर्छ क्या मैले भर्दा अध्यक्ष कि अब अध्यक्ष नि ल हो गरला तु अध्यक्ष नि ल भरु निको हुन्छ अध्यक्ष नि भन्नु पर्छ सबै मै बैठे आइला कति जना आज उनलाई सबै बोलाएर। अनि सहकारीले गाउँमा के काम गरिरहेको छ र कस्तो कामहरू गरिरहेको छ भन्ने कुरामा केही जानकारी छ हजुरलाई? उल्टा काम त के नै गर्दो गर्नु छ अब शेर त अब रुपियाँ दिने भयो हो। जसरी हमारा ब्याह स्याह भयो कसैको रुपियाँ नै को विदेश जन नरेके भए अब के औतिर काम ऋण सिन तितालाई ऋण तिदो हुनुपर्छ नाइ दिने भेटी क्या बकरा पाल्नु पैसा पाल्नु भनेपछि आम मान्छेको जीवन उकास्नुका लागि सहकारीले काम गर्छ भन्ने चाहिँ उहाँले बुझ्नु भएको रहेछ है? हजुर, हम उसाएका उहाँको यहाँ उनले मान्छे बोलाएर राइट गरे तब हामीलाई सब यदि पिजालाई उसाएका गर्छ ड्राइभर सब हामीलाई निको गरे। अघिको योभन्दा पछिल्लो कार्यक्रममा तपाईँसँगको अन्तर्वार्ता मेरो सहकर्मीले लिनुभएको थियो, अति नै सम्मानित भएर आउनु। उही दिन त म त गुड्की भयो कि भाइरल हो पनि पुरै बम्बईसम्म जायो। तपाईँको भिडियो सबैले हेर्नु भएको छ, भाइरल हुनुभएको छ। बम्बई भनेपछि एकदमै भाइरल हुनुभएको छ उहाँलाई चाहिँ एकदमै खुसी लागेको छ। अनि तपाईँले भन्नुभएको थियो धामी काका अनि है भराडे लगायतका मान्छेहरूले उन धामी कालै भन हातले अहिले भनेपछि उहाँ सँगसँगै हुनुहुन्थ्यो। अनि धामी काकाले जे भन्नुहुन्छ त्यही मात्रै तपाईँले गर्नुहुन्छ? धामी काका मित्रहरू यहाँ हेर्नुहोस्, धामी काकाले गर्दा उहाँहरूको सबै कुराहरू चलिरहेको छ। वडाध्यक्ष पदमा निर्वाचित भइसकेपछि तपाईँले गर्नुभएका महत्त्वपूर्ण काममा खडन्जल लगायतका केही कुराहरू भन्नुभयो? खडन्जल गरे मैले उही दिनलाई बताएको त धान काका वहाँ भिड हाली भयो खडन्जल गरे तुम्हारा स्कुलमा लै पुरै कति कोठा भयो क्या यिन सबै काम धामकाले जहाँ भन्यो उहाँ गर्छौँ। बाटो देखाउने आउनु भए हम त नाम कतिमा जहाँसम्म धामी काकाले बाटो देखाउनुहुन्छ उहाँले त्यहाँसम्म मात्रै काम गर्नुहुन्छ। सो विवेकले मैले यहाँ गर्नुपर्छ भन्ने कहाँ लाग्दैन? विवेक भनेको सो विवेक विवेक पाण्डे होइन वडाध्यक्षज्यू, मैले भन्नु खोजेको सो विवेक आफ्नो दिमागले मैले यहाँ काम गर्नुपर्छ भन्ने कहाँ लाग्दैन?
आफू सूच गरे हम सूच गरे आफू सूच गरे हम सूच गरे त यदि त्यो के सोच्छ भनेपछि जे सोच्नुहुन्छ उहाँले मात्रै सोच्यो ये जे भन्छ उही भलका दिन गर्दै भए घरको अब म सुच्चे भ्यौ बाहिर मैले सुच्चे भ्यौ उनलाई सुच्चे भ्यौ धाम का भन्ने भए भरले का भन्ने भए कोही हम उसो गर्दै धामी काका र भरडे काकाले जे गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ अनि सोच्ने काम चाहिँ ऋतुको मम्मीले गर्नुहुन्छ ऋतु मम्मी नै इजा उहाँ चाहिँ एकदमै भाइरल हुनुभएको छ सामाजिक सञ्जालमा यतिको थाहा पाउनु भएको छ हजुर मुलाई टिकटक चलाउन हो नि अचेल त मोबाइल टिकटक चलाउने मुलाई सबैले बनाइराखेको अध्यक्ष नि हो अध्यक्ष त भाइरल हो के अचेल त सब पछि नम्बर पार तल्लाको जग्गा गोसिलो पार मैले सेउठे फोन गर्दा रे भेट्दै मुलाई भनेपछि भाइरल हुनु भएको छ तपाईलाई एकदम खुसी लाग्छ सबको निको भन्ना सब निको भन्ना मोबाइलमा हाल्दियो रहेछ सपनका बित्थामा मोबाइलमा इथो खडेन्जल भर्ने काम उहाँले गर्नुभयो धामी काकाले हराउनु भयो त्यही कुराहरू उहाँले भन्नुभएको छ होइन र उहाँ त्यत्तिकै उहाँकै अनुसार काम गर्नुहुन्छ तपाईँले कहाँ मधेसतिर के गर्नु भएको छ अरे भन्ने पनि सुनियो उहाँले नै भन्नुभएको थियो के गर्नुभएको छ नान तले उसलाई नान घरहरू किति छन् डरान गेदा ल झिक्कु भयो क्या अब नान चाहियो भयो यही पहाडमा नि अब अचेलो पो नान वडा अध्यक्ष हरे नम्बर चल र पछा त चुइनै भयो नान कातर तसो नान घरेडी भन्नु तसो नान घर बनाउनलाई तसो नान जुगाड गरिराख्यो उहाँ वडा अध्यक्ष भइसकेपछि यस्तो भाइरल मान्छे भइसकेपछि उहाँले त दुनियाँ घुम्नुहुन्छ होला यताउति कार्यक्रममा जानुहुन्छ होला होइन महिलाहरूसँग उठबस हुन्छ होला अनि तपाईँलाई अप्ठ्यारो लाग्छ या के छ बसे मान्छे भए निका फुल बसे भए गट्टा फुल बसे भए अब उन जुन औरिनरसँग हुन्छन् भयो उन राणले हुन ख्याल गर्नु पड्यो निका फुल बस्नु गट्टा फुल बस्नु गरियाले जान्छ मुला मेरो बुढै भए मेरो बाउसा कसो छ कसो कयबाट लाग्यो भने मूल विश्वास कस्तो भयो अरे अब औरनसित गयो औरनले भन्नेमा छड्डे बस मैले ये ऋतु चाहिँ मात्र विश्व गरेर म तपाईँ आएर देखौँ जय दिन मैले बियर त आफ्नो भरे दिनमा गाइगा खाइहाल्यो पाँच भयो भन्ने मजा मजा नि म अब त्यही फर्केका दिन खन्ने हो यो खाएर हुने मन पऱ्यो जान्नु नि खाएर हुने मुल जान्नु भयो कि यो हो राखेको धोकेबाज ओहो पढे लेखेको हुनुहुँदो रहेछ उहाँ चाहिँ है एकैछिन धोकेबाज तपाईँ पनि हेर्नु सक्नुहुन्छ र यो एउटा राम्रो टिप्स पनि हुनसक्छ तपाईँहरूको लागि धोकेबाज लेखेर उहाँले ढोकामा राखिदिनुहुन्छ यो जय चाहिँ म निक्करे कसै तलको घरको काम बाटो हाल्यो योजना हाल्यो म रुपियाँ आउने भन्ने जानिहाल्यो त यो राखेर भनेपछि यत्तिकै वडा अध्यक्षजीले ऋतुको इजा भनेर राम्रो चर्चा नगर्नु चाहिँ होइन रहेछ है एकदमै राम्रो चर्चा गर्नुभएको छ उहाँलाई चाहिँ एकदमै दिमाग रहेछ धोकेबाज र फुल दुईवटा चिज जरुर राख्नु भएको छ तपाईँहरू पनि यो कुरालाई चाहिँ ख्याल गर्नु होला र तपाईँले यो कहाँबाट सिक्नुभयो यसो भयो अब अध्यक्ष जसा मान्छे भए सब मुन्ने भ्या चाहिँ नानी कि गर्टी छोरा बोलाउने भ्या मैले तसो गरेर या भन्नुभयो मन त लग्यो भयो कल गर्नु कला हाल्नु लाग्जाउँ धन्न भन्नु त भनेपछि यो तपाईँको आन्दोलनको नयाँ स्वरूप बाहिर मान्छे जन्ने भ्या भाइसी आन्दोलनको अर्को स्वरूप पढाउँसम्म भनिने अध्यक्षलाई त झगडा गर्नु पर्छ शासन भन्ने भ्या तै खाली खाएर टुटे म खालि हम दुई घगरिया बौस्याने कुराहरू बाहिर जुने हो भन्नुभयो अरे म किन नयाँ जन्ने भ्या गेदा मेदा सिया त म राखिदिने भए इन्जनहरूले भ्याएको भनेपछि त्यस्तो भयो अनि उहाँले योजना तर्जुमा गर्नुहुन्छ थुप्रै ठाउँमा जानुहुन्छ योजना बनाउँदाखेरि कस्ता योजना बनाउनका लागि तपाईँको सल्लाह हाम्रो नै बनाउने यो नै बनाउने एक त्यो पल्ला गाउँको छ त त्यो बिरिया नाति तु त पुरा बिगाडिरहेछ हामीलाई सुच खाना हकपट्टि गरे भन्थ्यो सुच खाना हकपट्टि वञ्चित पारिरहेछ सूची खानाको हक सुच खानाका हकपट्टि वञ्चित पारिरहेछ हेर्नुहोस् यहाँ अब सूची खाना हो या सूचनाको हक हो
तपाईहरुले ख्याल गर्नु सूचनाको हक है जानकारी पाउने हक भन्नु उइका हकबाट हामीलाई वञ्चित गरिरहेछ योजना छनौट नै गरे भने छनौट भन्यो कि छानौट नलाले गर्ला आफ्नो हाल बनाए हो त कि कसो नै गरे भने कुछ भरले काली भने त ध्यान दिनु के भन्नु रन्दे त मोइ छौला हमर भनेपछि तपाईको योजना बनाउँदाखेरि भरडे काकाले जे भन्नुहुन्छ त्यो मात्रै गर्नुहुन्छ हामी धामबाट जिउल र भनारियाबाट जिउल उनीहरु हो भन्यो भने बाँकी अरूको कसैको सुन्नुहुन्न तपाईले आफ्नो हिसाबले मैले यो काम गर्नुपर्छ भनेर कहिले सोच्नु भएको छ के नै तसो नै म हाम्रो पटकनमा भिडानले भने पर्छु आफ्नै उसमा पर्खाल लाउने भन्ने सोच्नु भयो तपाईँ के का लागि निर्वाचित हुनुभयो वडा अध्यक्ष हुनलाई के का लागि निर्वाचित हुनुभएको हो तपाईँ भनेर सोधेँ मैले उहाँले चाहिँ अलिकति बुझ्नुभयो तपाईँ के मैले चाहिँ के गर्नका लागि म निर्वाचित हुनुपर्छ भन्ने कि ए वडा अध्यक्ष कसै भयो त वडा अध्यक्षको लागि मात्रै जनप्रतिनिधि होइन भन्नुभयो वडा अध्यक्ष हुनुभयो अनि तपाईँको काम साइन गर्ने भयो मैले के गर्नुपर्छ भन्ने मैले आफ्नो किसिमले के गर्छु भन्ने तपाईँले थाहा भयो उही दिन भनाएको थियो जति गर्ला भन्यो गर्ला भन्यो हो लेखिरहेको थियो लेख्यामा बिजुलीका समस्या पुरा गर्ला के पछि हाम्रो बिजुलीका समस्या पुरा गर्ला पछि म सोध्छु बिजुलीका समस्या पुरा गर्ला पानीका खाने ल्याउला पानीका खाने ल्याउने बिजुलीका समस्या समाधान गर्ने स्कुल निको बनाउला बाटा खडन्जल गर्ला सडकको विषयमा के सोच्नु भएको छ गाडी कुद्ने मोटर त्यो खडन्जल त पटक निकैचोटि भन्नुभयो पहिला पनि भन्नुभयो होइन सडकमा त के सडकमा त पोहोर ट्र्याक्टरले हाल्थ्यो ट्र्याक्टरले हाल्यो हो त्यो कति 15 लाख बलुवा हाल्यो बलुवा नै के हो भनेपछि त्यो ट्र्याक्टरले बालुवा र गिट्टी हाल्यो डोजर लागेन बाटो खनिएको छैन बाटो खनिबे गाडी हुन्छ उनी भयो गाडी कसैको बिहा भएपछि कसैको घर सामान ल्याउनु भएपछि आबु सरलाई त्यो बाटोलाई पिच गर्नुपर्छ भन्ने सोच्नु नगरपालिकामा पुग्छ पिच त कसै वडामा नजाएर इनरा पछि केहीपट्टि भएपछि हैन नगर प्रमुखलाई भन्ने काम वडा अध्यक्षको हो कि धामी काकाको पहिला नगर प्रमुख मेयर साहबलाई भन्ने काम वडा अध्यक्षले भन्छ कि धामी र भरडे काकाले भन्छ भरडेकाले जी भने जति उहाँ नगरमा मिटिङ राख्छन् धामकाले चाहिँ ज्या भने नगरमा मिटिङ राखिन्छ नगर सभा हुन्छ नगरमा चाहिँ के हुन्छ नगरमा के हुन्छ नगरमा उसो कोठामा बसेर बरु समोसा दिने कह दिन जिल्फी बिस्कुट ल्याउने अनि तपाईसँग निकै कुराकानी राजनैतिक कुराकानी पनि भयो पारिवारिक कुराकानी थोरै जोरौँ है र तपाईँको परिवारमा कतिजना सदस्य हुनुहुन्छ नन्दिन 5 नन्दिन भए 3 नन्दिन भयो 2 नन्दिन भए आप खाएर नि 2 भए 3 पर गरे भयो यो टोटल लगाएर संख्या चाहिँ कति भयो 5वटा चाहिँ छोरछोरीहरू छन् भनेपछि अझै तपाईँ छोरछोरी जन्माउनुमै व्यस्त हुनुहुन्छ व्यस्त नै भए परिवार नियोजनका लागि केही सोच्नु भयो परिवार नियोजन गर्यो भने देउतालाई पानी चढ्दैन भनेपछि तपाईँले परिवार नियोजन गर्नुभएको छैन अझै 4-5वटा अझै जन्माउनुहुन्छ कि आज भोलो चैनागत दिव्या मतलब हेर सबैजनाले बुझ्नुपट्टि तिलाएछ कि परिवार नियोजन 5-6 हुन् 8-10 हुन् चल्ले हो एक फुटबल प्ले गर्दै टिम होइगाहरूलाई राम्रै भयो 2-3 वर्ष हो गया मैले एक गेदो भयो नै 3 वर्ष पुरा हो 3 वर्ष हो गया एक गेदो नै भयो 5 बाद एक भयो नै
केही हदसम्म अलिक बाँचो चाहिँ उहाँ हुनुहुन्छ। तपाईँले केही परिवार नियोजनका साधनहरू युज गर्नुभयो? नाही तसं हमर तर कोही देव देवताला दुःख म्हणणे मुला आपलं नानबड तसं कम्य जम्य मान्छे भ्याउ पोया भमर त पानी नाही चढेला तसो गरेबाट त पानीले नाही उठ्छ पोरिएमा कम्मानलाई मुन्डु चिटकिरहेको छलिरिक भयो जर भएपछि हामी गाईलाई ल्याएदेखि घरडालाई ल्याएर अब किडा छ तँमा भने कि पिचासनी भने भन्न अरे यो काम चाहिँ नि अझ फेरि घरमै धामी हुने भयो। खल्ला गाला भन्लाई छ खल्ला परे यो हने पक्का हो गए बनाए कि धामी हो भनेपछि धामी काकाले जे भन्नुहुन्छ त्यति तपाईँहरूले गर्नुहुन्छ। गाउँको विकास निर्माणमालाई यही बहुत निकै चलन छ। यी जयसितलाई पोरदेखि ऊ धामका चुप्रिने हामीले बाडानको हाल्थे पहिलो ओभरसियर भन्नारेको भयो नाइ यो 2 कट्टा सिमेन्ट लाइन ठाउँ 1 कट्टा लाइरहेछ विभिन्न चीज भन्नारे भयो यहाँ कि जाल तुल इसो एकवरी गरे यहाँ ढुङ्गा भरे बढ्दा बिन ढुङ्गा भरे ये खाल भारे त देखु नै गरिरहेछ भने वर्ष खरिन नारे अनि त्यस तपाईँ ऋतुई चाहिँ वर्ष ऋतुई चाहिँ चाहा खोए बसेले देखि खाना खोए करोड पाठो काट्यो करोड नान पाठो काटे बस ऋतुई चाहिँ तले कि अब ल्याएथि सरा किनको भनेपछि उहाँले बेलुका ओभरसियरलाई बसाएर बाख्रा काट्नुभयो। बाख्रा नै पाठो छेली त्यही बाख्रा छेली चाहिँ भने छेली काटेपछि काट्या त्यसपछि ऋतु चाहिँ किले निको हुड्का भनेको के उहिले हो अब त दिन देख त खरिन परिरहेको मेरो त धो त ओडा छ। तपाईँलाई कसरी लाग्यो कि भड्का लिएर आउनुपर्छ खुवाउनु पर्छ यो गर्नुपर्छ कसरी लाग्यो तपाईँले पहिल्यैदेखि उनले भन्यो कि म त्यहाँ बुहारी घरे मान्छे उनले थोडा सुर्त राख्यो माटो साटोले भ्याए मासस पाइन्छन् छ दोकान भन्ने खाँदा हामीले जाने धानकालाई भन्ने यिनलाई थोडा नाम बराबर हुने हो न त यो त साइन नै गरिदिने यहाँ कोही भोलका दिन जब दुई ज्याले 1 करोड पाठो सट्कायो भोलका परबार त म उसा दिन गए रुपियाँ ल्याउनु ल मेडम हेर्नुहोस् मित्रहरू अब कहाँ के हुन्छ भन्ने कुरा यहाँ वडा अध्यक्षजीले प्रश्न पारिसक्नुभयो कि नखुवाएसम्म केही काम हुँदैन। खुवाएर उहाँले काम गराउनु भयो खुवाउनु मात्रै भयो कि अलिकति दिनु योजनाबाटै काटौँला भन्ने सहमति भयो। हापानी खिलाए भनौँ उनीहरूलाई नान हर्जा खर्चा भन्ने भयो जस्तै 2 लाख हम दिन रे 20,000 दिनमा के गयो रे हमरलाई भनेपछि सेटिङमा सबै कुराहरू पास हुन्छ भन्ने कुराहरू स्पष्ट पार्न सकिन्छ। हाम्रो जनप्रतिनिधिज्यू र उहाँको श्रीमती जो कि जनप्रतिनिधि भएर पनि स्वयंलाई थाहा छैन है म के गर्दैछु। धामी काका भरडे काका लगायतका र ऋतुकी हिजा बाहेक दुनियाँलाई केही पनि थाहा हुँदैन। योजना पास गराउनुमा तपाईँ माहिर हुनुहुन्छ। त्यसो भए निश्चित मूल जानु अब व्यवसाय यो मेरो व्यवसायलाई अब कहाँ लाग्नु त भना भाइर खुने पिने मान्छे भेरी भाइर फेर गइहाल त इन्सित आपको भयो कहाँ तसा पास गत्यानमा जिने भ्यू है उसेर त नाइ जिने भ्यू सँग हेर दिन त क्या जिने भ्यू मुइ त पटकोनेले पहिले आज च्याल्न भने भयो त के तर पहिले मै खेत हानियो देखि कहिले पिट्नु भयो जादिन म फल्ली के शराब मारे यो बियर खाइएको कहाँ गएर मुल गरे लिएर वडा अध्यक्ष भएको छ अध्यक्ष वडा अध्यक्ष भएपछि खुसियालीमा खानुभयो। नानबाट त घरियानलाई व्यवसाय नानबाट हुने अनि यो घर चाहिँ वडा अध्यक्ष भएपछि बनाउनु भयो या पहिले पनि भयो? ओली त मर पारे पर थाम नानु बाटो पाथर भन यो गएको ठाड्यो उहाँलाई धामी काकाको किल्ला उनीहरुले सबै गाउँका जतले हमारा निको चाहने जन छ उनीहरुले के और इस मण्डललाई धोका बहुतै छ और त्यो फिल्ड को नाइ बनाउन भन्बर त हमारा बिथरागढमा खेल्ला आइए त तामुनका मूल्याङ्कन जम्मा गर्यो गेदानलाई
भनेपछि तपाईँसँग घरमै 5-5 जना छोराछोरी हुनुहुन्छ। कति कतिको कक्षामा पढ्नुहुन्छ? उन जेठोइ 7मा पढन्छ, उत पछाडि नानी दिन्छ 6मा पढन्छ, उतम छन् अच्यार। भनेपछि वर्षै पछि तपाईँहरूका सन्तानहरू भए र खेलकुदका लागि आँगन चाहिन्छ भन्ने त बुझ्नु भयो। खेलकुद की लेखा हमारा पटकनमा छ नि छटो बाबा हमारा के दाने छ तो पर तू रज्जुवा तामुडका गेदानलाई जम्मा गरी गरे खेलको मैदान केही नै बनाइ हो जोर जोर उही का धानकामा रुपे क्या आले और खिठौरो बकरा क्या दिए बिन बकरा भएका घर बोके क्या दिए कि यहाँनिर तपाईँले चाहिँ खेलकुदका लागि बजेट छुट्याउनु पर्छ। घरमै 5-5 जना सन्तानहरू छन्, त्यस्ता सन्तानहरू त कति छन् गाउँमा। खेलकुदमा किन बजेट नछुट्याउनु भयो नि? थोरै भए पनि छुट्याउनु पर्थ्यो नि। खेलमा अब त यही कि चाहिँ गेदा बिगड्टे भए घर खाइ नान खेल भने पटकनमा हात सुतर बनाएर हो खेलकुदले मान्छे राष्ट्र र अन्तर्राष्ट्रियमा परिचित भएका छन् भन्ने तपाईँले बुझ्नु भएको छ। हमारजीको भयो नि चेलीबटी दुई यही भए नन्दिना खेल्ने मिन्छ हाम्रो नान्दिनी ल खेल्ने भयो चेलीबटीले उछिटेपट्टि पारे ठाडो खुट्टो गरिहाल्ने उछिट्टो बसेको होला अध्यक्ष कि चेली भन्ने। तपाईँ धेरै बुझ्ने मान्छे, योजना पास गराउनुहुन्छ, सबै कुराहरू गराउनुहुन्छ। खेलकुदमा चाहिँ महिला सहभागिता र पुरुष सहभागिता समान हुनुपर्छ भन्ने तपाईँले बुझ्नु भएको छ। समान के भन्यो चेलबटा बराबर कि चेलीबटी कसरी हुने भयो तसै कुराहरू त कसरी गर्दै भयो। अहिलेको समयमा आएर छोरा र छोरीमा अझै असमानता रहेछ भन्ने कुरा चाहिँ हामी यहाँबाट बुझ्न सक्छौँ। र खेलकुदका लागि किन तपाईँ आफ्नो वडाबाट हाल्न सकिन्थ्यो र नगरमा गएर पनि नगर प्रमुखलाई तपाईँले भन्नु सक्नुहुन्थ्यो। नगर फलफुल त भएका झिक्छन् त्यो काम त तनाइमा त 100 रुपियाँ कमाएर किन और तैँले चुनावमा हामीलाई नै हो भोट नदिएको नाइ दियो यो त हामीले पर कृषिको रकम छुट्याउनु भन्ने बेला देख्दै धानकाली भनौँ नाइ भनेपछि जसलाई धामी काकाले भन्नुहुन्छ बजेट छुट्याउ त्यहाँ मात्रै छुट्याउनुहुन्छ। मित्रहरू यो देशव्यापी समस्या हुनसक्छ। धामी काकाहरूले गर्दाखेरि नै वडा अध्यक्षहरू परिचालन हुँदो रहेछन् भन्ने चाहिँ यहाँनिर बुझ्नुपर्ने हुन्छ। उसलाई नै भेटे हामीले बुझ्छु पढ्यो कहिले हामीलाई कन्ज्या साथ दिथ्यो कन्ज्या कल हम खिनेको गट्टो गर्थ्यो भन्ने हामीलाई यिनलाई बुझ्जे भ्या मुइलाई सम्झाउने भ्याउँ कोही धामबाट जिउलाई बुझ्ने भ्या। भनेपछि यो चस्मा पनि दुईटैले इक्वल हो। आँखालाई सेट गर्नु भयो 12-13 सक्यो 12-13 सक्यो दुवैजनाले पुऱ्यायो कन्जाइले लान्छ अब आ त म आया भ्यारे हामीलाई त उइमा हाल्दै भ्या देखिने भयो। अस्तिको भिडियो त राम्रै गएको छ होइन, जान त राम्रो गएको छ। धामी काका, भरडे काका र गौरवजी लगायतका सबै मान्छेहरू एकचोटि जम्मा भएर पुनः हामी भिडियो बनाउनेछौँ। त्यो त ठुलो कुरो भएन। र चस्मा चाहिँ कहाँबाट किन्नु भयो? चस्मा बसमा किन्यो गया भे परे पालिकाबाट इन्जममा इनलाई दिदी गएको भ्रमणमा पढ्नु भयो। भ्रमण सबै आफ्नै घरवालीलाई लगे मूललाई भने म त देखेर खाना भेट्दै गिलास पठाए कोही नै इन्डेबाट भित्री दुई छ दुई सँगै जाँदाखेरि किनेको चस्मा जितु कि इज्जाकली चस्मा वडा अध्यक्षहरूको भ्रमण हुँदाखेरि उहाँसँगै जाँदा अतरियामा किनिएको चस्मा है। तपाईँहरूले ख्याल गर्नु होला मित्रहरू। अनि त्यसपछि कहाँ पुग्नुभयो? के बुझ्नुभयो? भ्रमणमा के बुझ्नुभयो त? भ्रमणमा हामीले तमरा माछा खाए तारेका माछा कर्णालीमा खानु कर्णाली तरेर कहाँ पुग्नुभयो? गाडीमा गयो पुरै वहाँ एक मानुमा लगेको थियो मनोकामनामा के देख्नुभयो र के बुझेर आउनुभयो? मन्दिर देख्या कुचबिहार आशीर्वाद माग्यो आइयो। मन्दिरको के व्यवस्थापन छ, कस्तो छ, केही कुराहरू बुझ्नुभयो?
मन्दिरमा मेरो वडामा हाम्रा वडामा कहाँको मन्दिर छ भनेर के बुझिरहेको छ के होइन बुझिरहेको देव देवताका सवालमा नबुझ्ने नाही भ्या हामीले माणुहीमा बुझ्दै हाल्नु बरु स्कुलमा कमाल्नु स्कुल माणु चाहिँ माणु नगरेर घात लागिसकिन्छ बरु स्कुलमा नगरे केही नाही मनोकामनाको व्यवस्थापनलाई देख्नुभयो मनोकामनालाई व्यवस्थित भएको देख्नुभयो मनोकामना जस्तो प्रकार या तरिकाको मेरो गाउँमा पनि मन्दिर भयो भन्ने सोच्नु भएन त्यहाँनिर गएर तैमा त तसो नै हेर्ने देउता जसामा रहन्छन् हेर्नु हाम्रो कुल्या जसो छ भने उसो नि भनेपछि जुन पुरातनवादी सोच छ र पुरातन किसिमले चलिआएको संस्कृति छ त्यसैलाई प्राय चाहिँ सहजै स्वीकार गर्न सकिन्छ त्यसलाई परिवर्तन गर्नु हुँदैन भन्ने तपाईँको सोच हो एक बरे हमारे बिहा 1 वर्ष पहले ब्रड भन्ने थियो क्या हमारे बिहा 1 वर्ष पहले बदेललाई बटिना को पाको चुने रहेछ हाम्रो कुले देवता मन्दिरमा थियो क्या बगाइ लाग्यो हाम्रो गाउँभरि भरडियाका घरपट्टि जो उहाँ गए थिए उनीहरू घरपट्टि बगाइ लाग्यो ऊ गाउँभरि बिथि थियो उनीहरू त घात लगे भयो बोला ऊ एकदम जो छ हमारा यहाँसम्मका वडा अध्यक्ष लगायतका जनप्रतिनिधि हुने हो भने अवश्य पनि गाउँ चम्किन्छ भन्ने हाम्रो बुझाइले गर्दाखेरि जुन दक्ष जनशक्ति गाउँबाट पलायन भएको छ बुझ्ने मान्छे बाहिर गएको छ उसले उसको सही सदुपयोग नहुनुको उपज हाम्रो वडा अध्यक्ष हुनुहुन्छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ जसले गर्दाखेरि यो व्यवस्थामा पनि हामी 18औं र 19औं 16औं र 17औं शताब्दीतिर कुदिरहेका छौँ भन्ने हामी बुझ्न सक्छौँ र म थोरै कुराकानी अझै जोड्न चाहन्छु उहाँले चाहिँ अझै बाटोको विषयमा कुराकानी जोड्दै हुनुहुन्थ्यो बाटो चाहिँ पिच गर्ने या नगर्ने गाडी कुद्ने या नगर्ने खडन्जल गर्ने के कुरा हो यो चाहिँ स्पष्ट पार्नु भएको छैन उहाँलाई म सोधेँ नाइ तसो नाइ नि हो जसमा चलिरहेछ गाडी आउने छन् गाडी ट्र्याक्टर चल्यो भयो ट्र्याक्टर के चल्यो जीवलाई हारेछ जीव बिहा भने केही कसैका कोही परदेश आयो भने रुपियाँमा त जित्लिन हो 2-3 हजार रुपियाँ अनि के बिरामी भयो भने बिरामी भयो घरमा गाउँमा बिरामी पर्यो सुत्केरी हुनु पर्यो भनेपछि तपाईँले के गर्नुहुन्छ के अपनाउनुहुन्छ एम्बुलेन्सको व्यवस्था नगरमा छ सुत्केरी हामीले कहाँ आउनु पर्यो हामीले नै आउनु पर्यो सुत्केरी तपाईँले हुने भन्दा पनि गाउँमा कोही मान्छे सुत्केरी हुन लायो भने उसलाई हुन लायो भने भइसक्यो त्यो अर्को कुरो भयो भइसक्यो अर्को कुरो भयो तर त्यो सुरक्षित छ कि छैन भन्ने जाँच गर्ने अर्को कुरो भयो हो कि होइन भनेपछि तपाईँले के व्यवस्था मिलाउनु भएको छ वडादेखि बाहिर लैजानु नै हामीले एक त पशुपति गृह भनेर बनाएको थियो पशुपति गृह मित्रहरू एकदमै सोलिड नाम प्रसुति गृह भनेर बनाइयो हो तामा पानी नआइभ्यो उसपछि हाम्रा डाक्टरलाई पुज्न आएपछि कम हुने भनेर पारे एक अस्पताल अर्को तपाईँले आफ्नो वडाको लागि माग गर्नु भएन वडामा हामीले पशुपति गृह बनायो हो प्रसुति गृह बनायो हामीले तर डाक्टर छैन डाक्टर नै भए तपाईँले पाल्ने नै भए डक्टरलाई नै भए त्यही भएर नगर तपाईँको होल बडीलाई हेर्दाखेरि त नगर प्रमुख तपाईँको ऊ राखिराख्यौँ पाइप राखिराख्यौँ कि क्या दही भित्र राखिराख्यौँ हामीले पाइप राखिदियो बिजुलीका तार राखिराख्यौँ त्यो बिगडेको ट्रान्समिटरलाई उहाँ छ त्यो काम त आइरहेछ अहिलेसम्म डाक्टर छैन डाक्टर उहाँ मात्र भ्याएर मलाई हनाले खा कति चाहियो अब प्रसुति गराउनु कहाँ लानुहुन्छ अनि प्रसुति कोही घर उही दिन मद्राई बाटो हिँड्दै गर्दाखेरि बाटामै बाइकमा हो कि गाडीमा भएको भयो त हिट्टा बुट्टा त डङ्गामा त खोल्सा निको गर्ह अनि धामी काकाको आशीर्वाद भयो भने सबै कुरा हुन्छ भनेपछि कोही त्यस्तो मरेको प्रसुति हुन नसकेर आज भोल त नाइ रे परासकेको भयो तल्ला भएको क्या बिराई
देउरा नि ऊ त किसी ऊ बच्चा गेदो उल्टा रहेछ दे क्या बेटा उल्टो रहेछ भन्ने चाहिँ थाहा पाउनु र त्यसलाई सुल्टो गराउनु पर्छ। अनि स्वास्थ्य चौकी छ, स्वास्थ्य चौकीमा अहेब अथवा एएनएमहरू हुनुपर्छ भन्ने चाहिँ जानकारीमा वडा अध्यक्षको छैन। नाइ उनलाई हामीले कहाँ लैजान्छ बट्टामरी होइन, आफ्नै गाउँमा स्वास्थ्य चौकीमा डक्टरहरू उपलब्ध भए तर्सो नाइ उनले पछाडि मुझे दिन नगन गरियो भ्याबाट झट्ट हम हवाई जहाज सहित ल्याइसकिने थिए बोलाइ सक्कु हम रे भन्न बिगड्यो बनाए थियो। अब मुलाइले फार्म नआयो हुन्छ त्यो हवाई जहाज बोलाउनु अर्को बोलाउनु भन्दा पहिले गाउँमा स्वास्थ्य कर्मी हुनुपर्छ भन्ने तपाईँलाई लाग्दैन? नाइ तसो त नाइ पर हमारा तमले त भन्ना छ पर उयो 8-10 वर्ष 20-25 वर्ष पहिले हाम्रो गेदा खिट्टे खोलो थियो भ उही नि भूत भरला कति भयो नि रोजेका रोज नन्दिन पर्ने उन्देउरनला नै हुने तिरकाला छलिनी रहथे क्या झपेटो लाग्यो झपेटोलाई उति मुळे लाग्यो भ उति मुळे उनी गेदाले तानियोला हो सकन्छ उन आज भलो उही खोलाइन आ भूत हटके वहाँ घर बनायो रोड आएको भूत हटबे पट्ट एक भूत गएन कति लयो च्याल न हनाइन ओ गेदा अनि तपाईले ठिकै हो तपाईले भन्नुभयो त्यो ठिक छ। स्वास्थ्य चौकीमा आफ्नो गाउँको तपाईको वडाको स्वास्थ्य चौकी छ, डाक्टर छैन, स्वास्थ्य कर्मी छैन, एक डाक्टरलाई छ एक डाक्टर नि नायर के भने त नर्स हो त्यो नर्स छ। डाक्टर स्वास्थ्य चौकीमा हुँदैन, त्यहाँनिर अहेब हुन्छ एएनएम हुन्छ। अहेब भनेको तपाईँको जुन ठुलो अस्पताल हुन्छ नि त्यहाँ बस्ने भन्दा अलि तलको मान्छेलाई अहेब भन्छ। अनमी भनेको प्रसुति गराउने महिलाहरू सम्बन्धी काम गर्ने मान्छेलाई अनमी भन्छ। उहाँलाई स्वास्थ्य सम्बन्धी कुनै पनि जानकारी छैन, यही हाम्रो तन्त्रमा उहीको न अनमी नाय हो होइन। उहाँ त दिप्पाइजे भन्ने हो बा प्रसुति गर्थे दिप्पाइजे न अनम कहाँ हो दिप्पकी हिरा हो उहाँले पढ्नु भएको छ नि, त्यो पढेको जुन पास गर्नुभयो त्यसलाई चाहिँ अनमी भन्छ, एएनएम भन्छ। उहाँलाई थाहा हुनुपर्ने महिला सम्बन्धीका कुराहरू गाउँघरमा नि अब जुन सुन्ने भएन हुन पहिलेबाट ठेला गेदा हुने मिन्छ उनलाई लजिने भ्याउ लाग्थ्यो क्या म थोको झिकु उमर कि भन्ने जेठानी पढन छैन अब उन झिकु उमर भन् पहिलेला गेदा मेदा हुने मिन्छ उन जुनै भन् कसरी गेदा हुनान् कसरी लाग्दो पढन छ कसरी गेदा हुने मिन्छ क्याद्दो पढन छ भन्नु उन जुन्ने हुनाले उनलाई आज बोलो त उछेले हो भनेपछि उहाँको वडामा अझै छैन रहेछ भन्ने चाहिँ इसेरले नान के त इसेर के त कसै नान के जसै ओबस त भन्ने मुनि पक्कामा जाने देवरल जान पटे पक्कामा ओ बौजी तम हुने अब म हुनु भन्ने पटे फेरि गोठा पुइ उठटे भे न उ गोठा बस भन्ने स्वास्थ्य नै कोस्टी मुइ न अम्त न भने भए मेरो लत भे हम हुने मिन्ज्या 3 रात 3 दिन रहि भे ओ हाम्रो बीर गयो त हमार मेर गोशी गया पखमार मूल भने मुए हुन गोशी मुए हुन भने उन्जे भनेपछि स्वास्थ्य चौकीमा स्वास्थ्य कर्मी छैन। उहाँलाई चाहिँ लाजको विषय र स्वास्थ्य चौकी वडामा छ कर्मचारी छैन भन्ने चाहिँ बुझिन्छ। वडा अध्यक्ष गतिलो हुँदाखेरि कर्मचारी छैन। अनि ल स्वास्थ्य सम्बन्धीका कुरा पनि यस्तै भयो। खानेपानी सम्बन्धी जाँदाखेरि यता म बाटो हिँड्दै गर्दाखेरि अलि भर्खरै तिर्खा लाग्दाखेरि तल एउटा खाल्टो चाहिँ खोल्सामा यतिकै पानी खाने बनाएर छ, त्यही पानी खाएर आए। अनि कसरी पानी खानुहुन्छ, के व्यवस्था गर्ने सोच बनाउनु भएको छ? पानी त घर भर ल्याउने फोलाइमा राख्नु यहाँदेखि तपाईँले यात्रा गर्नुभयो, तपाईँ नगरबाट त्यहाँसम्म पुग्नुभयो, हरेक ठाउँमा हेर्नुभयो, घर घरमा खानेपानीको धारा देख्नु मधेस छ उतै हुने भयो इसुका देव कि भने ह्यान्ड पम्प उतै पानी हुने उतै काहीँ नै
अनि खानेपानीको व्यवस्था त अर्कै देख्नु भएको नि पाइपलाइन पनि त ओछ्याएको देख्नु भएको त्यो त बास नहुने पानी हुनेको थियो उसी पाइदिया बोतल बोतल नै नलापट्टि आयो भन्दा थियो ये बास नै मुई मुई उपाय नै खाली मे इसिया गाडी पानी हुन्छ जो मुई त प्रत्येक गन पुइ उइ सिपाइदिया घर थियो बा माथिपट्टि आयो उनीहरा घर थियो भनेपछि गाउँमा यत्रो मुहानहरू छ त्यसलाई व्यवस्थित गरेर खानेपानीको व्यवस्था मिलाउनुपर्छ भन्ने पनि धामी काकाले भन्नुभयो धामी काकाले भने बेला अब घगरियानो काम कि भयो रात उठ्नु पऱ्यो रात उठ पर पानी त भर्दु बे औरतिर गद्दे कि बे घगरिया जेलबाट खाना पकाउने पानी भर्ने बाहेक नहीं घर मुनि बहुत काम भी हो अब घरलाई पानी हो गएपछि 4 बजे उठे घगरिया जेलबाट उठ पनेवारी पानी भत्ते बेला होइ गएछ यो के तपाईले राम्रो बुझ्नु भएको रहेछ बिहान ल मुनि उठ्नु पर्यो पनेवारीले पानी भत्नु पर्यो नौलामा जो के भन्नु त्यो फेरि त्यसलाई गाएर उठ उठ पनेवारी उज्यालो यो पर भात गाउँ यो केही तपाईले चाहिँ उहाँ सांस्कृतिक सम्पदाको पुजारी हुनुहुन्छ पानी भर्न माछाले जुठो हाल्यो भन्छ है त्यहाँको कुन ठाउँमा माछाले जुठो हाल्नुभन्दा पहिल्यै पानी भर अरे यिनले तर त्यो ठिकै हो तपाईँले भन्नुभएको त एकदम ठिक हो तर त्यही पानीलाई व्यवस्थित गरेर व्यवस्थापन गरेर लैजाँदाखेरि धेरै मान्छेहरूले पानी खान्थे भन्ने तपाईँले बुझ्नु भएको छ लैजाउँला अचेले अब चेलीपट्टि नीति भन घगरिया इति भन काम कि रात उज्याल हुन्जेसम्म सिदिनै भएन अब हमलेको अब यिनले भन सबैलाई वार्तालाप गरिदियो भने चेलीपट्टि घगरिया मान्छे उज्याल हुन्जेसम्म सिएको के हुन्छ अशुभ हुन्छ निको नाइन अलक्षिणाय लागेको हुन्छ घरमा निको नाइन घगरिया रातै उठ्नु भयो सबै खिलाले अब खाली गर्नु छ मुखलाई पुर्याइदिएपट्टि विकास भन्ने चिज तपाईँको बुझाइमा विकास कति प्रकारका हुन्छन् र कसरी गरिन्छ भन्ने कुराहरू केही थोरै 2-4 प्रकार बताउँ न एक मल्ला घर हो गयो उकी छाँट जुदी भयो तो विदेश गयो वाला तो पूरा रीजन हमारा यहाँ मन पराउँछ कति विकास भनेको उहाँका लागि मान्छेकै नाम भनेर मेरा पूर्व सहकर्मीले भन्नुभएको थियो यही विकासको क्रमलाई अझ तपाईँहरूमा जोड्दै गर्छौँ अहिलेको लागि बिदा हुन्छौँ नमस्ते